So yo, what is up everybody? Welcome back on new vlog है अनि त्यस पछाडि आज 25 गते हो हैन 25 गते हो हैन अनि त्यस पछाडि उता बिहे छ अनि बिहेमा जान आँटेको इन्डिया अनि त्यस पछाडि अहिलेको बिहानको 5:33 बजिरहेछ अनि त्यस पछाडि सबैजना छक्कै हुनुहुन्छ मेरो घरमा चाहिँ अब यो भ्लग हेरिरहनुमा छ हजुरहरू नै हुनुहुन्छ र होइन 5:30 कसरी उठ्यो भनेर तर म खास भन्नुपर्दाखेरि 4 बजी उठेको क्या आम्मा भन्नाले हिजो 11 बजी 11:30 बजीतिर निन्द्रा थियो सुत्दै थिएँ 4 बजी पो उठ्दिरहेँ अनि फेरि सुत्यो भने उठिँदैन त्यही भएर चाहिँ म चाहिँ उठ्दिएको अनि त्यस पछाडि आई एम फुल रेडी जानुको लागि त्यस पछाडि यो झुन्डाउनै पर्छ जहिले नत्र भए मायाकसम भ्लग आउँदैन तर झुन्डा सुन्नु पावर ब्याङ्क चार्ज हालिरहेको छु होइन अनि त्यस पछाडि आज म छिटो उठेर होला होइन हाम्रो आमाले धरि खाजा के खान्छस् भन्नु हुँदैछ हुन्छ अनि छिटो उठ्दाखेरि छिटो उठ्ने पावर धेरै रहेछ भनेर भयो नि त यहाँ सबैजना हुनुहुन्छ ओ ल ब्लर भइरहेको रहेछ नि त हेर्नुभयो त मजाले यो चाहिँ भारी हो आज भारी लानुपर्छ अनि हाम्रो आमाले स्पेसल्ली मलाई भनेर खाजा बनाइदिनु भएको होइन आमा ओके सो जान आँटेको अहिले खोइ कति बजे थाहा छैन लुक्स मेरो फेरि मायाकसम अलवेज बबल कता दामी देखिन्छ भन्दा दामी नै हो यो ब्याग किनेर मैले धेरै राम्रो गरेछु पावर ब्याङ्क यहाँ हाल्दा हुन्छ नि त यसरी हाल्दा हुन्छ होइन आमा गएको है म आयो गाडी गएको ल पर्छ ओइ मोटे हेलो सो ओके यहाँदेखि जाउँ अनि त्यस पछाडि त्यही हो होइन यस गाडी आइसकेछ हाम्रो यो हाल्नुपर्ने मायाकसम होइन ल म अब एकैताल अहिले भेट्छु अब यो हाल्नुपर्ने छ सामान हुन्छ त्यहीँ राखिदिनु न आम्मा गाडी चाहिँ नि अनि उकै छ त ए ठिक छ ल ठिक छ जिन्दगीमा पहिलो पटक होला यो सुमो गोल्ड है सुमो गोल्ड घरदेखि चढेको जान आँटेको जस्तो भइरहेछ होइन कहिले र हो अनि खोइ त अनि हजुर विदेश बस्ने हेरे त चाहिँ होइन आउने पछाडि हेर्दै थिइनँ है डाइ विथ युवर मेमोरिज नट ड्रिम्स बवाल यो स्लोगन अति बवाल केसी ब्रान्ड अरे नि त फेरि ठिक छ गाडी चाहिँ नि फेरि ओए ल टेक्नोलोजी यो गाडी 1 करोड हान्दा त यहीँ कन्टेन्ट हुने रहेछ यार सबै ओके ठिक छ फर्स्टमा बसेको लास्टमा पुऱ्यायो भन्ने लास्टमा चाहिँ नि फेरि यहाँदेखि अब सिफ्ट भयो भने चाहिँ छतमा होला होइन जिन्दगीमा इन्डिया जाँदा चाहिँ लास्ट बाइक कहीँ पाइएन हो ठाउँ चाहिँ नि यस्तै छ बेलाउँदैछौँ ल मान्छे के भयो यो त फिगरले बच्छ क्या के भयो होटेल नि अनि थाहा पाउनु भएको छैन 2 वर्ष उनीहरूले त लज हिकालमा आएर सुत्नु मन लाग्यो भने यहाँ आएर सुत्दा भयो बोर्डर पशुपति तर खिच्नु दिँदैन यहाँ है यहाँदेखि उता यहाँ चाहिँ दिन्छ नत्र यता नि फोन पहिला सानो गाली हानेको न खिच्नै पाउँदैन अरे क्या अब फोटो धरि हेर्ने यहाँ फेरि यहाँ आइस्ट एक्सिडेन्ट भएछ यो आइस्ट है अनि त्यो हेर्नु जानुपर्छ होला कि भएन जानुभएको अनि यहाँ एक्सचेन्ज मनी एक्सचेन्ज त्यस पछाडि जाने हो सिधै
सुनिन आयो म सुत्छु होला यार सिउ यहीँ पो हानेको रहेछ त हिँड्नु जानु पर्थ्यो ए आउनुभयो मजा होला त्यसो भने अहिले पछाडिबाट देखिन्छ होला यहाँ यस्तो खिच्नुपर्छ होला होइन ओके ओए सिसा डेन्जर गएको रहेछ नि यहाँ हानेको रहेछ ओके अब पाउँदैन खिच्नु यहाँदेखि रस हजुर बाहिर ल ल ल बाहिर जाउँ न भनेको के ल ल जाउँ न त लुका यस जोरबङ्गला दिदी नेपाली नै चल्छ यता पनि नेपाली चल्दो रहेछ नि त अनि फेरि आमामा ल जुत्ता जुत्ता फक अफ भयो जुत्ता यार म्यान अगाडि यो ब्यागले यहाँ त छ यहाँ होला त यो कप सेटको सेट निकाल्नु त नयाँ हो खै चस्मा ट्राई हान्नु एउटा मेरो बर्थडे हो अङ्कलले एउटा गिफ्ट हानिदिनु त चस्मा कस्तो लाताले हो फेरि हो मान्छेलाई यहाँ कहाँको के टेन्सन र तेरो सोच्यो ल ओए एकजनाले गाइज यो गिफ्ट हानिदियो त यस्तो वाला चस्मा बवाल लाग्यो त अनि मलाई कति हो यो चस्मा होइन ल यस्तो त नगर्नु यस्तो बवाल थियो यार चस्मा चाहिँ नि गाइस यो चाहिँ भुटानको अरे फेरि मैले चाहिँ फर्स्ट टाइम देखेको है भुटानको अरे भुटानको लभली प्रपोजल गिफ्टमा चाहिँ फेरि फ्रम एसिआर फ्यामिली परेन है अनि मैले यहाँ चस्मा कुन पो यो माकसम परेन केटाको गिफ्ट अर्कै दिँदा हुन्छ चस्मा ठ्याक्कै यस्तै वाला कसम भनेको म एड्रेस दिन्छु ठक्क डिस्क्रिप्सनमा नेपालमा फ्रुटीको बाउ पाउँछ यहाँ चाहिँ छोराहरू पाउँदो रहेछ कि सानो कि नेपालमा पनि सानो पाउँछ कि थाहा छैन फ्रुटी मैले नेपालमा नदेखेँ धेरै भयो त्यस पछाडि यो के हो थाहा छैन हो धेरै फरक हुन्छ नि हौ अनि यहाँ यो त थाहा छ यो चाहिँ के भन्छ त्यो पनि थाहा छैन तर जेउस क्रिम डोल यो चाहिँ हल्का फ्राई हानेको क्रिम डोल हो कि बुझेन हल्का फ्राई हुन्छ नि अब हल्का डढाएको हो कि यो चाहिँ यो थाहा छैन यो त देखेकै थिएन होला नेपालकोले होइन यो चाहिँ सायद क्र्याक चाहिँ ऊ भएको होला ठिकै छ अरू त त्यस्तै सेम छ अनि हामी यहाँ रोकेछौँ जोरबङ्गलामा अनि मैले एउटा चस्मा ढाकिदिइसकेको छु यहाँ बवाल लागेर के कमी भयो भनेको चस्माको कमी भएछ कि अनि वाइट एङ्गल नभएको त 1x त यत्रो अनुहार यहाँ छ त अनुहार त के हो यो यहाँ राख्नु पर्यो ओ हात चिसो भयो म अहिले भन्छु ल वाल चिसो छ यहाँ यहाँ साइ पुग्यो कपिराइटले ढुट्टो हान्छ होला नि त तर हजुर के गर्नु त्यो मान्छेलाई गाडी पर भित्राल भन्नुपर्छ कि बोरा बोक्नुपर्छ नि त होइन रहेछ यस आइपुग्यो प्रणाम ठिक छ नाना यतिको हुनैपर्छ तल जाउँ न हजुर एक गाडी बुई खोइ प्रणाम आन्टी प्रणाम
छिटो आइपुग्नु भएको छ त छिटो ठिक्क हो 10 बजे कहिले भान्जिएर यता माथि आमा ओके आइपुग्यो यी बबाल अब पर भन्दा नि यहाँ ठ्याक्कै बिहा यहीँ हो कि ठ्याक्कै के यो चिनी चाहिँ किन लगाउनु भएको बोरामा उयो गरेको सफा गरेको अनि त्यसले सफा हुन्छ त बोरामा छ अँ पुसाइ छ हो र पुसाइ लगाउनु पुसाइ भेटेकै छुइनँ मैले पर म निस्केकै छुइनँ त्यो अन्त पर पुगिकन आउँछु ल यस फ्रिकिङ देमा खोइ कोही हुनु छैन हाय खोइ देमा म त अनि एक्लै हिँडिरहेको छु त देमा के छौ देमा अनि बनाऊ जुत्तैसँग छु नि त नि हुन्छ यहीँ हुनुहुँदो रहेछ त बनाऊ हजुर कफी हुन्छ म यहाँ यत्तिकै सामान खोज्न आएको क्या म खोइ करन्दै देमा नि ओ आम्मा कत्रो भन्छ के छ के छ ठिक छ को हो नमस्ते को अरे हो र मैले भेटेको पहिला कहिले भेटेँ अस्ति कहाँ हो र ल होइन यसो हेर्नु आएको हो र कहाँको राई भाइ सबै छ जाउँ न को छ त्यतातिर चिन्दिन त बिर्सिसक्यो नि अहिले जानुपर्छ अहिले जानुपर्छ सबै पेल्नुपर्छ नि हुन्छ कपडा लाग्छ के दामी रहेछ यो चाहिँ बबाल एकदम बबाल कहाँ जाँदै गर्नु गाडी अरे हौ परै अरे किन जानु म चाहिँ किन जानु अब यता चाहिँ नि तर हिजो अस्ति नै आएको म त डब्लुबी नाइस साँच्चै भनेको ढोगाई चाहिँ नि फेरि ढोगाई चाहिँ नि फेरि ब्रो फोटोमा चाहिँ वाइट एङ्गल अरे होइन म भर्खर हेरेको यो घरको फोटो खिचिदिउँ भनेर होइन भिडियोमा छैन यार वाइट एङ्गल गल्ती गरेछु नि मैले यसो गरेर कसम मलाई है ग्लास साट्नु भनेर आएको देखाउनु त ग्लास राइडरको ग्लाससँग हो फेरि लगाउनु न लगाउनु नि त यो ग्लाससँग यो साट्नु भन्नु सक्नु नि के हो फेरि कुरा चाहिँ लप्परेपछि चाहिँ नि फेरि ओ गाह्रो छ अति बबल देखियो के जुत्ता पनि ब्राउन हुनुपर्ने कि बुइ पाटै केटी 3-4 जना त अनि भनेको त नि मैले आम्बा फेरि ठिक छ आम्बा मलाई चाहिँ सोध्नु त हौ कस्तो बवाल छ साँच्ची भनेको म्याच हान्यो जुत्ता चाहिँ हो अरे क्या अब सक्नु हो नि आउनु हजुर म उया आन्टी भेट्नुभयो निर्मला आन्टी भेटेँ त नि चिया खाइ ए हो होइन नत्र म त उया माथि थिएँ कि यसो हेरेको भेट्नु भएन होला भनेर ए हो ए नत्र उ गर्दै यो थैली तपाईँको ए त्यसो भने त ठिकै छ हो यता ठाउँ त धेरै राम्रो छ नि
पहिलोपल्ट गर्नुभएको होइन म त अहिले आजै हो आएको धेरै राम्रो छ बारी बसेर रहेछ हजुर चारबारी रहेछ हौ यता धेरै यहाँ यहाँ अब यता आउनु त दार्जिलिङ बजार यहीँ हो उयो डाँडाहरू त्यो हो त हो त नि पारिपट्टिको ठ्याक्कै त्यही हो दार्जिलिङ त कतिचोटि आएको म हो त्यहीँ हो ए त्यही पो हो अँ दार्जिलिङ एकदम त्यहीँ हो यहाँ अब अलिक खुलिएको छैन दिन नत्र यता सिक्किम देख्छ यता चाहिँ सिक्किम पर्छ यता सिक्किम पर्छ सिक्किम त पोहोर कि परार गएको नि हो दार्जिलिङ चाहिँ ठ्याक्कै त्यहीँ हो यो मालाहरूको चाहिँ कस्तो ड्युटी दिदीहरूको ए निरेको छोरीको अब काट्नु कि नकाट्नु भन्नु त काट्नु कस्तो काट्नु दामी भइरहेको छ काट्नु होइन कहाँ यो त अनि उसले नै नकाट भनेछ पुर्खौलीबाट नै सपनामा आउनु भएर होला कुन पिछे चाहिँ कस्तो छ पछाडि त अगाडिको भन्दा लामो छ दामी रहेछ त अन्त एउटा प्रोजेक्टको लागि राखेको हो कि यो त्यो बिस्तारै थाहा हुन्छ ए बेडा सुन्नु न ल ल ल यहाँदेखि हुन्छ ल प्रोजेक्ट भने नि मैले त्यसमा भिलेन चाहिँ मै हो कि कपाल पालिदिएको कि काट्नु कि नकाट्नु नाना नाना त कपाल नकाट्नु भन्नुहोस् म काट्दिनु के हो उता काट्नु छोड्यो नि पान बाँड्ने मान्छे त मरे त त्यो अस्ति थाहा भएको पुसारले भन्नुभएको मलाई र त म त अनि उहाँ माथि आउँदाखेरि टक्क सोच्दै कि यता त पान बाँड्छ तर फेरि अस्ति खस्यो भन्नु त्यही त पानकै लागि आएको छ अब हाम्रो अनमोल भन्ने सम्झिरहेको थियो पान त अनि खोइरह नि खोइ पान चाहिँ र त होइन पान बेच्ने मान्छे मरेन र त खोइ के हुँदैछ थाहा छैन मलाई होइन आम्म यत्तिकै होइन उयो हेरौँ न अनि सबै हालेको त त्यहाँ छन्द अनि फेरि है अनि ऊ आएन जस्तो छ बेहुला बेहुली भन्नाले जन्ती उहाँ त ल देखिँदैन रहेछ सेट मेरो लुक यस्तो छ मायाको छ हामी त यस्तै हो अरू बेला पनि यस्तै हो होइन ल ठिकै छ कस्तो भइरहेछ त निशल्दै बवाल चाहिँ हुनुपर्छ है के हो यो हामी खाना भएको भोकाएको होला बिहान हेरेको मान्छे गल्यो थाक्यो होला तपाईँले मालिस सुन्नुभयो तपाईँहरूले गन्ती एकजना चाहिँ हेरेर हामी गन्ती गर्छौँ बेहुला बेहुली बाहेक 20जना चाहिँ गन्ती मात्रै हामी बेहुला बेहुली पुरा हुँदैन बेहुली आउँदैन त्यहाँ आउँदैन बाउला जस्तो भएन यहाँ एक्लै बसिरहेको छु है यहाँ के हुँदैछ है अरू यहाँ आम्म जुम हुँदैन र त फ्रन्टमा अनि माथि यता गाह्रो छ म एक्लै बाउला भइरहेको छु होइन तर म चाहिँ यहाँ जानुपर्ने हुन्छ सबैभन्दा अगाडि हेर्नको लागि होइन त्यही हो केटी हेर्ने टोली होला होइन कुर्ता र ग्याङ बसिरहेको छ म बिन्दास खिचिरहेको छु होइन स्कुटीको अनर त नि बबा खतरा फ्यान हो के लुफीको यहाँ छ यहाँ अरू चाहिँ चिन्दिनँ है म अन्ली लुफी हेर्दिनँ पनि तर जोस् यताउता गरेर चिनेको होइन बबाल ओस इन्ट्री हुँदैछ होइन एन्ट्री ट्र्याक ए सरी है इन्ट्रीमा ब्याकग्राउन्ड म्युजिक त भएछ यहाँ हेरौँ न केटाहरू चाहिँ फेरि उता है यहाँ अब फेरि आम्मा ओ ढ्याङ गीत चाहिँ बजाउनु पर्ने थियो होइन अलिकति ढ्याङ ट्याङ गरेर फेरि गीतले कपीराइट खान्छ है फिक्स किन मेरो ढ्याङ ट्याङ मात्रै आउँदैछ
ओ गाडी नै आयो त अनि दामी वाला खोइ के हुँदैछ खोइ के भयो सेट 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 टेन्सन नि त्यहाँ गएर हेर्नु पर्ने थियो अनि खोइ यति हो सक्यो फिनिस फिनिस्ड यहाँ नि केटाहरू सल्लाह गरेको सक्यो भन्दैछ नि ला यहाँ बसेको त अनि टेन्सन भयो त भनेर ऊ गर्दैछ यहाँ केटाहरू गफ भन्दैछ है अब यहाँ चाहिँ यहाँ हुँदैछ के हो थाहा छैन अरू नै आउनु त सेट सेट भयो नि त अनि सेट ए हाम्रो ब्लगर दाइ सेट 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 अगाडिबाट खिच्नु पाएछ हुन्छ होइन त्यो पनि केही छैन अब अलिकति अगाडि त आइदिए नै जानुपर्ने हुन्छ होइन खै सक्यो यति हो सक्यो सक्यो सकिन्छ नि सक्यो त नि यहाँ त नि वाइल्ड छिटो सक्यो यति हो सक्यो 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 सकिएछ नि मोमोले चाहिँ यहाँ चाहिँ 5 महिना यता यहाँ 2 जना अनि यता 2 जना आजको हेरौँ र त एमएल यहाँ हाम्रो नि यस्तो हुनु पर्ने कि 5 मिनटसँगै बसेर त हाम्रो हुँदैन 2 3 मात्रै हुन्छ ठिकै छ भर्खरको उसको बाबाले चाहिँ फलो हाल्नु भएको छ अरे मलाई मलाई थाहा छैन कसम थाहा छैन मलाई के अब ल फेरि उसको बाबा मैले अघि भेटेको बस्छम भनेको ठिक छ अब चाहिँ के गर्नुपर्छ भने नि माहौल हेर्नुपर्छ हजुर किन गएको त कस्तो गएको भनेको हो साँच्ची भनेको खाएको त खाना खायो त अनि म तलबाट आएर सिधै खाना चियाहरू खाँदैन गएको ढिलो यहाँ मलाई मार्नु आँट्यो कि ल दाइ अब ल नेक्स्ट टाइम भेटौँ कहिले आउने समथिङ न्यू छ खतरा प्रोजेक्ट हान्नु आँटेको कि ल दा हेर्ने नै हो ल ल ल दाइ ल हुन्छ ओके निस्क्यो मा कसम है सक्यो यस्तो हो अब चाहिँ गएको आमा हजुर गाडी खै आउँछ आउनु यहीँ ओके सक्यो बल्ल बल्ल अब क्लिप कस्तो आयो थाहा छैन सजललाई दिएको थिएँ है बवाल नै आयो ल सिउ एकछिनमा अब दिदी पनि अब तपाईँको उमेरमै आउनुहुन्छ होला पक्कै अनि यतिको पेलेपछि चाहिँ है फेरि लु लु अब सामान हुन्छ दिनु हुन्छ यहाँ पर अब सामान यसरी हलाइ हुँदैछ हो अब खलासी चाहिँ नि फेरि अल टाइम हो नि ए फेरि दाइ अनि तपाईँको आकाश होइन हो आकाश दाइ ठिक छ हो भयो खोइ निशल दाइ ल हुन्छ हौ अहिले फेरि खोइ झ्यालमा फेममा उल्टी आउँछ है मलाई चाहिँ ए त्यहाँ बस्नुभएको ओके हुन्छ हजुर होइन आउँछु नि म आउँछु नि अब अर्को हो म त आइरहन्छु त तीर्थ भाइ ल भाइ हजुर यहाँ ल भिनाज बनाउनु लानु ल यस्तै हुन्छ पुछाइ आउँछु म छिटै ल भन्दा नि कति 1 महिना जस्तो त लाग्दैन होला उता होइन आइहाल्छु नि म मार्चमा आऊ न ओके हजुर मार्चमा आऊ न मार्चमा हेरौँ के हुन्छ
हुन्छ गएको ल बाई 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 ओके लेट्स गो हो धेरै गर्मी भयो ओके म घर आएँ होइन घरमा फेरि मोमो रहेछ होइन अनि फेरि मलाई चाहिँ निन्द आइरहेछ म चाहिँ सुत्छु होइन गाडीमा पनि सुत्नु भन्छु फेरि नभएर होइन अनि ल खानु चाहिँ उठ्छु कि मोमो ठिक छ गाइस मैले आउट हानेर रहेछु होइन त्यस पछाडि यसो एडिट गर्दाखेरि थाहा पाएको अनि यस म आउनु बित्तिकै सुतेँ अनि सुतेर अघि खाएर चाहिँ अनि फेरि एडिट हानिदिउँ न भनेर चाहिँ ठक्क बसेको है ओके आजको लागि यति नै थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई सी यू कसले कहाँबाट हेर्नु भएको छ यो भ्लगमा कमेन्ट गरिदिनु होला र गरिदिनु होला ओके बाई बाई सी यू